म महेन्द्र ज्योति भूतपूर्व विद्यार्थी मंच फरकको प्रथम उपाध्यक्ष पुरीकिशोर शेर्पा तथा यस 15औं लोसार कप खेल संयोजकको तर्फबाट यहाँहरू सबैलाई यस पत्रकार सम्मेलनमा हार्दिक स्वागत गर्दछु। विगत 15 वर्षदेखि एउटा परम्पराको रूपमा स्थापित खुम्बु लोसार कप अहिले एउटा फुटबल प्रतियोगिता मात्र रहेन। यो खुम्बु क्षेत्रको पहिचान, एकता र गौरवको साझा मञ्च बनेको छ। खुम्बुको हिउँद र काठमाडौँको यो मौसमलाई लोसारको उत्साहले तताउने हामी 15औं खुम्बु लोसार कप 2026 को सन्दर्भमा आइपुगेका छौँ। यस वर्षको प्रतियोगिताका मुख्य पक्षहरू यस प्रकारका छन्। 1. सांस्कृतिक गौरव र एकता। शेर्पा नयाँ वर्षको उमङ्गसँगै आयोजना हुने यो प्रतियोगितालाई हामी पूर्ण मिलन कप भन्न रुचाउँछौँ। शहरको व्यस्ततामा हराइरहेका युवाहरूलाई आफ्नो मौलिकता, भाषा र संस्कृतिसँग जोड्ने यो हाम्रो एउटा सशक्त माध्यम हो। 2. समय र स्थान। यस पटकको खेलकुद महोत्सव आगामी फेब्रुअरी 7 देखि 15 माघ 24 गतेदेखि फागुन 4 गतेसम्म नेपाली फुटबलको केन्द्र मानिने 7 घटो स्थित एन्ड पार्क कम्प्लेक्सको सञ्चालन हुनेछ। यस खेल लिग कम नकआउट खेलाइनेछ। 3. प्रतिस्पर्धा र सहभागीहरू। यस वर्ष खुम्बु क्षेत्रमा 8 वटा उत्कृष्ट टोलीहरूले मैदानमा आफ्नो कौशल प्रदर्शन गर्नेछ, जसमा यम्बु थमिचो कितो, नाम्चे युवा समूह, आमाडब्लङ युवा क्लब, खुम्बु भेटरेन, खुम्जुङ युवा क्लब, खुन्दे सामुदायिक क्लब, खुम्बु यम्बु शेर्पा समाज खरिकोला र आयोजक महेन्द्र ज्योति भूतपूर्व विद्यार्थी मञ्च फरकबीच कडा प्रतिस्पर्धा हुनेछ। 4. प्रोत्साहन र पुरस्कार। खेलाडीहरूको प्रतिभाको उच्च सम्मान गर्दै हामीले यस वर्ष पुरस्कार राशि वृद्धि गरेका छौँ। विजेता फर्स्ट नगद रु 1,50,000 का साथ ट्रफी, मेडल र प्रमाणपत्र। उपविजेता सेकेन्ड नगद रु 80,000 साथमा मेडल र प्रमाणपत्र। तेस्रो स्थान नगद रु 40,000। यसका साथै विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि आकर्षक नगद र प्रमाणपत्रद्वारा सम्मानको व्यवस्था गरिएको छ। यस महान उत्सवलाई सफल पार्न हामीलाई अभिभावकत्व प्रदान गर्ने खुम्बु पासाङलमु गाउँपालिकाका सम्पूर्ण वासीहरू प्रायोजकको रूपमा सहयोग गर्नुहुने 14 पिक्स एक्सपिडिसन प्रणाली, सह प्रायोजकका रूपमा सहयोग गर्नुहुने हेली एभरेस्ट प्रणाली र खुम्बु पासाङलमु गाउँपालिका लगायत देश विदेशबाट सहयोग गर्ने सम्पूर्ण फरकवासीहरू तथा विभिन्न संस्थामा हार्दिक कृतज्ञता व्यक्त गर्दछु। अन्त्यमा आगो वर्षको जस्तै ऊर्जा र उत्साह बोकेर मैदानमा उत्रने हाम्रा खेलाडीहरूको हौसला बढाउन र खुम्बुको यो गौरवलाई आम जनमानससम्म पुर्याउन यहाँहरू सम्पूर्ण पत्रकार मित्रहरूको सक्रिय उपस्थिति र सकारात्मक कलमको म विशेष अपेक्षा गर्दछु। थ्याङ्क यू। धन्यवाद। सम्भवतः धेरै कुराहरू खेलको बारेमा उहाँले नै प्रशासनको छ। अब भने म तपाईँहरूलाई यो प्रेस विज्ञप्ति पढेर तपाईँहरूलाई समग्र राखिदिएको छु। प्रेस विज्ञप्ति म तपाईँहरूलाई राखेको छु। 15 खुम्बु लोसार कप माघ 24 गतेदेखि काठमाडौँमा सुरु हुने देशमा सर्व समुदायको सबैभन्दा ठुलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता खुम्बु लोसार कप 2026 यही माघ 24 गतेदेखि सुरु हुन गएको छ। यो प्रतियोगिता खुम्बु लोसार कपको 15औं संस्करण हो। सर्व समुदायको प्रमुख पर्व लोसार नयाँ वर्षको अवसर पारेर विगत 18 वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिताको 15औं संस्करण मञ्जुदी एक्सटेन्सन फ्रम फराकले आयोजना गर्न लागेको हो। मञ्जुदी एक्सटेन्सन फ्रम सोलखुम्बु खुम्पासाङ गाउँपालिकाका विभिन्न गाउँमा जन्मेर हाल काठमाडौँमा बसोबास गरिरहेका शेर्पा युवाहरूले जाविएमको फुर्सदको समयलाई सदुपयोग गर्ने उद्देश्यले सन् 2009 मा लोसारको अवसरमा फुटबल प्रतियोगिता सुरु गरिएको थियो। प्रतियोगिताले फुटबल अभ्यासलाई प्रोत्साहन गर्नका साथै प्रतिस्पर्धात्मक खेल वातावरण सृजना गर्ने उद्देश्य राखिएको छ। मंगलबार आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलन
मा प्रतियोगिताको मुख्य उद्देश्य शेर्पा युवाहरूमा खेलकुद प्रतिको रुचि बढाउनु, उनीहरूको प्रतिभा उजागर गर्नु र समुदायबीच एकता मजबुत बनाउनु हो भनेर हो। यस अगाडि विभिन्न कारणले स्थगित हुँदै आएको खुम्बु लोसार कपको 15औं संस्करण यसपटक मार्च 24 गतिदेखि फागुन 3 गतिसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका खेलाडीहरू 7 नम्बर स्थित एन्फोको फुटबल मैदानमा हुनेछन्। हाल सहभागी टिमहरूले प्रशिक्षण सुरु गरिसकेको पनि म तपाईँलाई जानकारी गराउन चाहन्छु। यस फुटबल प्रतियोगिताको उद्देश्य नेपालमा खेलकुद र पर्यटन दुवैको प्रबन्धन गर्नु हो। शेर्पा लोसारको पर्वको अवसरमा आयोजना हुँदै आएको खुम्बु लोसार कप युवा पुस्ता मात्र होइन सम्पूर्ण समुदायका लागि साझा सांस्कृतिक तथा खेलकुद उत्सवको रूपमा विकसित हुँदै आएको छ। सन् 2009 देखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिता सानो गौचरण मैदानमा हुँदै आएको थियो, तर विभिन्न कारणले गर्दा 2025मा प्रतियोगिता आयोजना गर्न सकिएन। त्यसैले यस वर्ष 2026मा खुम्बु लोसार कप एन्फा मैदानमा आयोजना गर्ने हामीले निर्णय गरेका छौँ। प्रतियोगितामा जम्मा 8 टिमहरूको सहभागिता हुनेछ, जसमा चाहिँ महेन्द्रज्योति भूविराकी मञ्च, एक्सेसन फोरम, नाम्चे युथ ग्रुप भयो, त्यसै गरी खुम्चुङ युथ क्लब भयो, कुन्दे कम्युनिटी क्लब भयो, हमेश्वर फुटबल क्लब भयो, त्यसै गरी आमाडबलम युथ ग्रुप भयो र खुम्बु हेम्बु सेवा समाज र गाउँपालिकाका वरिष्ठ खेलाडीहरू समितिको खुम्बु भेटरेन भन्ने एउटा टिम छ, गरेर चाहिँ जम्मा 8 टिमहरूको चाहिँ यसमा चाहिँ पार्टिसिपेसन हुनेछ। वार्षिक रूपमा आयोजना हुने यस प्रतियोगिताले खुम्बु पासालम गाउँपालिकाका सम्पूर्ण समुदायलाई फुटबल मार्फत एकताबद्ध गर्ने महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। लोसार पर्व र फुटबल उत्सव एकसाथ मनाइने यो प्रतियोगिता युवाहरू र समुदायहरूलाई जोड्ने साझा उत्सवको रूपमा स्थापित भइसकेको छ। विश्वभर खेलप्रतिको उत्साह तीव्र रूपमा बढ्दै गएको छ, जसमा फुटबलको लोकप्रियता जनव्यापक छ। यसै सन्दर्भमा हामी खेलकुद र पर्यटन दुवैलाई सँगसँगै अगाडि बढाउँदै नेपालमा खेलकुद तथा पर्यटन प्रबन्धन गर्ने लक्ष्यसहित अघि बढेका छौँ। खेलकुद विशेष गरी फुटबलको माध्यमबाट नेपालको पर्यटन प्रबन्धन गर्ने योजना अनुसार यस प्रतियोगितालाई सम्भव भएसम्म दीर्घकालीन र प्रभावकारी बनाउने तयारीमा समेत हामी जुटेका छौँ। खेलकुद मार्फत पर्यटन प्रबन्धन गर्ने उद्देश्यसहित खुम्बु क्षेत्रको खुम्बु लोसार कपलाई महत्त्वपूर्ण अभियानको रूपमा अगाडि बढाउँदै आएका छौँ। यी सोचका साथ हरेक वर्ष प्रतियोगिता आयोजना हुँदै आएको र आगामी दिनमा यसलाई अझ व्यवस्थित र स्तरयुक्त बनाउँदै लैजाने पनि हाम्रो योजना रहेको तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। खुम्बु लोसार कप 2026को शीर्ष प्रायोजक टाइल स्पोन्सरको रूपमा 14 पिक्स एक्सप्रेसन प्राली रहेको छ भने त्यसै गरी सहप्रायोजकको रूपमा हेली एभरेस्ट प्राली र पासाङ गाउँपालिका रहेको म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। यो चाहिँ प्रेस विज्ञप्तिको कुराहरू भयो। अब कार्यक्रममा हामी यो फ्लोरलाई ओपन गर्छौँ। हजुरहरूसँग केही जिज्ञासा कार्यक्रमसँग सम्बन्धित केही प्रश्नहरू छ भने तपाईँहरूले हामीलाई राख्न सक्नुहुन्छ। यो अहिलेको यो समयलाई चाहिँ ओपन फ्लोरको समय हामी दिएका छौँ। जस्तै यो तपाईँहरूको टिम छ नि, यो टिमबाट कोही अब जस्तै महेन्द्र ज्योतिबाट कोही नेसनल गेम खेलिसक्नु भएको प्लेयरहरू हुन्छ भने त्यहाँबाट चाहिँ खेल्न पाउने हो कि नपाउने हो, के राख्नु भएको छ प्रावधानहरू? अरू पनि छ भने एकैचोटि जब दिनु कि यो अहिलेसम्म हामीसँग चाहिँ राष्ट्रिय टिममा खेलेका खेलाडीहरू चाहिँ हाम्रो सन्देश छैन, तर अब निकट भविष्यमा हामी चाहिँ त्यही राष्ट्रिय टिममा खेल्ने खेलाडीहरू उत्पादन गर्नको निमित्त चाहिँ अब अहिले जमर्को गरेका छौँ। जस्तै कसैले खेलाउनु भयो भने पाउने कि खेलाउने भयो भने हाम्रोमा सर्टेन सङ्ख्या चाहिँ हामी खेलाउनु चाहिँ गरेका छौँ, तर अब अहिलेको कन्टेक्समा सबै खेलाडीहरू चाहिँ टिम सेट भएर तयार भइसकेको अवस्था भन्दाखेरि अब यो साललाई चाहिँ अलिक सम्भव भएन। पुरस्कारहरूको केही छ तपाईँहरूको टिमको नगद पुरस्कारहरू? पुरस्कारहरू फर्स्ट नगद विजेता फर्स्टलाई नगद 1,50,000 रुपियाँ र सेकेन्ड अनि ट्रफी, मेडल र प्रमाणपत्र, अनि उपविजेतालाई 80,000, साथमा मेडल र प्रमाणपत्र, अनि तेस्रोलाई चाहिँ 40,000। टोटल बजेट चाहिँ हाम्रो 65 लाख। यो कुन फर्मुला लिग हो कि नकआउट हो? यो लिग अफ नकआउटमा
दुईटासँग भन। अनि यो जस्तो तपाईँहरूले खेलकुद र पर्यटनलाई जोड्ने भन्नुभएको छ होइन, यो टुर्नामेन्ट चाहिँ खेलकुद र पर्यटनले कुम्भको पर्यटनलाई तपाईँहरूले चाहिँ खेलकुदबाट जोड्न चाहनुहुन्छ भने त यो टुर्नामेन्ट चाहिँ कुम्भमा गरेको थियो भनेदेखि चाहिँ कुम्भको पर्यटनलाई जोडिदिन्छ होला नि त। तपाईँलाई एकदम राम्रो कुरा उठाउनु भयो, त्यो एकदम ठिक कुरा। किन खेलकुद र पर्यटन पर्यायवाची नै हो होइन। अब पर्यटनको लागि सशक्त ढङ्गबाट शारीरिक संगठन राम्रो भएको हेल्थी चाहिँ युवा चाहिँ छ नि, र यो खेलकुदको माटीमा खेल हामीले 2 महिना 3 महिना हामी फुर्सदको समय अहिले अफ सिजन हो, विन्टर चाहिँ विन्टरमा हामीले खेलाडीहरूलाई यहाँ पुरै प्र्याक्टिस गराउँछौँ, उनीहरू चाहिँ एकदमै हेल्दी हुन्छ। उनीहरू त्यसपछि चाहिँ खेल खेल्छ, खेल खेलिसक्छ त अब त्यो टुरिज्म सिजन सुरु हुन्छ र उहाँहरू टुरिज्म बिजनेसमै इन्भल्भ हुन्छ। त्यो सिजनमा चाहिँ त्यो बाहुनाले पर्यटन र खेलकुद हामीसँग जोड्नु खोज्छ। मैले भन्नु यो टुर्नामेन्ट चाहिँ कुम्भमा भएको त्यो ठाउँमा भएको थियो, त्यो ठाउँको चाहिँ प्रवर्धन होइन। त्यो त्यसको ठ्याक्कै कारण चाहिँ के हो भने कुम्भ अहिले एकदम चिसो मौसम, जाडोको कारणले गर्दा धेरै जसो हाम्रो कुम्भका चाहिँ स्थानीय मानिसहरू चाहिँ काठमाडौँ बस्नु विन्टर समयमा, त्यो बाहुनाले यो विन्टरको समयमा त्यो समय सदुपयोग गरेर यो खेलकुद चाहिँ यहीँ काठमाडौँमा आइदिनु त्यो सानो अब देशै चुनावमै भइसकेको छ होइन, यसले अब यो खेलकुद यो तपाईँको कार्यक्रममा त्यति असर गर्छ गर्दैन अथवा प्रभाव पारी हुन्छ होइन। चुनाव त हुनु राम्रो कुरा, डेमोक्रेटिक सिस्टममा चुनाव हुनुपर्छ, चुनावमा सबैको सहभागिता हुन्छ हुनैपर्छ, तर फेरि खेलकुद अर्को पाटो हो र खेलकुद नितान्तै तुरुन्तै सुरु हुने र चुनाव अलिक केही समय लाग्ने भयो हुनाले यो बिचमा खेलकुदलाई मेरो बिचमा चुनावले त्यति असर नपर्दछ जस्तो लाग्छ। तपाईँहरूले चाहिँ कुम्भो पालिकालाई मात्रै समावेश गरेर चाहिँ यो खेलकुद मेन चाहिँ त्यही मात्रै होला होइन, तर जिल्लाभरि अरूलाई पनि लोसारको अवसरमा त धेरै जिल्लाहरूमा पनि शेर्पाहरू छन् त उनीहरूलाई चाहिँ समेट्ने त्यस्तो छैन तपाईँले? यो नितान्त रूपमा कुम्भकै स्थानीय चाहिँ युवा भाइ बहिनी मिलेर चाहिँ खेलाउन सुरु गरेको चाहिँ खेल हो। सुरुबाट नै सर्वयन छक्क भन्ने चाहिँ कुम्भकै भाइ बहिनीहरूले खेलाएको हो र त्यसको विकास हुँदै हुँदै यसको अहिले पुगेको छ होइन। अहिले कुम्भमा गाउँपालिका पनि नै छ, पहिले अझै कम थियो र अब भविष्यमा हामी छलफल गर्दैछौँ। अब अहिले हामी यो चाहिँ राष्ट्रिय स्तरमा यो खेललाई यो गेमलाई हामी चाहिँ अलिकति अझै अगाडि बढ्न खोजिरहेछौँ। त्यो अवस्थामा हामी टिम हाम्रो चाहिँ हामी त्यो एउटा टिमले डिसिसन गरेर पुग्दैन, हामी कुम्भको 8वटा टिम छ, 8वटा टिमको समग्र हामी सँगै बसेर सँगै छलफल गरिसकेपछि हामी त्यो पछि निष्कर्ष निकाल्छौँ। आइतबार हामी चाहिँ यसलाई एक्सटेन्ड गरेर चाहिँ कुम्भको स्वरूप पनि जान सक्छौँ अथवा त्योभन्दा अरूको चाहिँ हिमाली लेक पनि जान सक्छौँ। त्यसै पछिको दिनमा हामी छलफल गरेर चाहिँ यो हामी सोचिरहेको छलफल हो, यसमा हामी छलफल गरिरहेको छौँ। मेरो जिज्ञासा, म विगत केही वर्षदेखि नै तपाईँहरूको यो फुटबल प्रतियोगिताको चाहिँ कभरेजसँग चाहिँ जोडिएको थिएँ र एउटा मलाई तपाईँको यो कार्यक्रम विशेषता चाहिँ के लाग्यो भने अघिल्लो वर्ष प्रोग्राम गर्दाखेरि अर्कै आयोजक, त्योभन्दा अघिल्लो वर्ष अर्कै आयोजक भन्दा भिन्न भिन्न अर्गनाइजेसनले आयोजना गर्नुभएको छैन र यसमा चाहिँ भनौँ यो राम्रो पक्ष हो, धेरैजना यसमा इन्भल्भ हुनुभयो, धेरै सराहनीय पक्ष। तर कसरी अघिल्लो वर्ष भएका कमी कमजोरीहरू जानेर त्यसलाई सुधार गर्नको लागि भनौँ अघिल्लो वर्षको आयोजकहरूसँग यहाँहरूले चाहिँ कन्सल्ट गर्दाखेरि अझ राम्रो हुन्थ्यो होला जस्तो भन्दा अब अहिले एउटा एकदम सकारात्मक पक्ष भनेको सानो गोचरमा हुँदाखेरि एक हिसाबले त्यति व्यवस्थित थिएन होइन। एक हिसाबले धुले मैदानमा यहाँले पनि देख्नुभयो, हामीले पनि देखेको होइन। त्यो चाहिँ अब आज अब एन्फामा हुँदैछ, धेरै राम्रो फुटबल प्रतियोगिता हुने विश्वास गरिएको छ होइन। अनि त्यो चाहिँ कस्तो भने विगतका कमी कमजोरलाई सुधार गर्नको लागि ती आयोजक कमिटी पहिला अघिल्लो वर्ष बसेका साथीहरूसँग यहाँले कन्सल्ट गरेर के हामीले समस्या भयो त्यो चाहिँ यहाँले गर्नु राम्रो हुन्छ होला। अनि अर्को यहाँको प्रोग्रामको एउटा एकदम सकारात्मक पक्ष भने मलाई लागेको जुन कल्चरको चाहिँ डेमोन्स्ट्रेसन हुन्छ नि, सायद अरू फुटबल प्रतियोगितामा हामीले त्यति देख्न पाउँदैनौँ। यहाँले जुन किसिमको आफ्नो चाहिँ कल्चरको सो गर्नुहुन्छ र यसपालि अझ बढी त त्यसमा चाहिँ व्यापकता आओस् हाम्रो चाहिँ एउटा चाहिँ शुभकामना छ। र भनौँ न हाम्रो ज्ञानेन्द्र शेर्पाजी नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष हुनुहुन्छ, उहाँ आफै पनि पर्वतारोही हुनुहुन्छ भन्दाखेरि अब हाम्रो नेपालमा विश्व कीर्तिमानी आरोहीहरू कति धेरैजना छन् भन्दाखेरि यो पुरस्कारमा प्रत्येक दिन जस्तो म्यान अफ द म्याच हामी एवार्ड दिन्छौँ होइन। र त्यस्तै यो फाइनल कार्यक्रममा एवार्डहरू बाँड्छौँ भन्दाखेरि कीर्तिमानी आरोहीहरूलाई ल्याएर हामीले इन्ट्रोड्युस गर्न सक्यौँ भने त्यसले पनि प्रचार पाउँछ होइन। भन्दाखेरि हाम्रा कामिरिता शेर्पा हुनुहुन्छ, अन्य आरोहीहरू हुनुहुन्छ होइन। भन्दाखेरि ती आरोहीहरूलाई पनि ल्याएर इन्क्लुड गर्दाखेरि अझ हाम्रो यो अब अरू अन्त तपाईँको खुम्बु क्षेत्रकै धेरै स्टारहरू हुनुहुन्छ पर्वतारोहण क्षेत्रको, उहाँहरूलाई पनि ल्याएर इन्क्लुड गर्दाखेरि अझ राम्रो हुन्छ होला। र अझ मेरो सुझाव होइन, अब त्यति धेरै लागत यहाँले यो बजेट जुटाउनु भएको छ, 65 लाखको लागतमा एउटा प्रतियोगिता हुनुपर्ने सानो प्रतियोगिता होइन। अब भविष्यमा यहाँहरूले भनौँ न अब हाम्रो जुन राष्ट्रिय टिममा चाहिँ अहिले हाम्रो फुटबल टिममा चाहिँ जुन अहिले चाहिँ सङ्ख्याहरू छ भनौँ जुन कमीको
अवस्था त्यसमा चाहिँ भोलिको दिनमा फुटबललाई पनि एउटा चाहिँ टिमको रूपमा चाहिँ किन नउतार्ने त होइन त्यो तर्फ पनि यहाँको तर्फबाट चाहिँ कुनै चाहिँ सोचाइ भयो भने धेरै राम्रो हुन्थ्यो होला र अर्को कुरा भनौँ न यहाँहरूको भनौँ न के अरे खुम्बुवासीहरू अब अमेरिकामा बेलायतमा विदेशमा पनि धेरैजना हुनुहुन्छ होइन प्रशस्त व्यक्तिहरू विदेशमा अहिले चाहिँ कार्यरत हुनुहुन्छ पढिरहनु भएको छ त्यहाँबाट पनि त्यहाँका प्रतिभाशाली कोही फुटबलमा हुनुहुन्छ भने उहाँहरूलाई पनि आमन्त्रण गरेर यसमा चाहिँ इन्ट्रोड्युस गर्न सक्यो भने सायद राम्रो हुन्थ्यो होला र अझ यो प्रतियोगिता चाहिँ अझ जम्थ्यो होला मेरो एउटा सुझाव हो धन्यवाद थ्याङ्क यू राज भाइ हामी सबैको प्यारो भाइ एकदम सिनियर भाइ होइन राजदाईले म सानोदेखि पनि चिन्छु होइन राजदाईले कति राम्रो सुझावहरू दिनुभयो राजदाईले सबै हाम्रो खेलकुद पहिलेदेखि हेर्नु भएको छ म तपाईँलाई एकदम एप्रिसिएट गर्न चाहन्छु तपाईँको सल्लाह सुझावको पनि एकदम एप्रिसिएट गर्न चाहन्छु अब दाइले भन्नुभएको जस्तै कल्चरको डेमोन्स्ट्रेसन हाम्रो अर्को इम्पोर्टेन्ट पार्ट हो हामी खुम्बुका सबै ठाउँका मानिसहरू चाहिँ आएर यहाँ एक आपसमा भेट्ने चाहिँ अब एक आपसमा चाहिँ ग्रिटिङ्स आदान प्रदान गर्ने र कल्चरल चाहिँ कार्यक्रमहरू चाहिँ एक आपसमा सेयर गरेर चाहिँ रमाइलो गर्ने एउटा पर्व पनि यो फुटबल आफै पनि फेरि फुटबल सँगसँगै फुटबल पनि खेल्छौँ सँगसँगै त्यो खेल्छौँ त्यो हाम्रो एउटा अर्को इम्पोर्टेन्ट पक्ष हो त्यो पनि हामीले राख्न चाहन्छु अर्को चाहिँ यो पुरस्कार कीर्तिमानी कुराहरू चाहिँ हामीले सोचेका थिएनौँ तर दाइले कस्तो राम्रो सल्लाह दिनुभयो हामी त्यो डेफिनेटली गर्छौँ त्यो राम्रो कुरा हो हामी कहाँ चाहिँ यसपालि सरकारसँग हामीले कुरा गरिरहेका छौँ हामी कहाँ अब हामी खेलकुदको चाहिँ प्राङ्गणमा छौँ यहाँ होइन अब हाम्रो राष्ट्रले वर्षको अरबौँ लगानी गर्छ होइन अरबौँ लगानी गरिसकेपछि सरकार पनि अब अझै पनि हामीले चाहिँ ओलम्पिकमा केही समय अझै लाग्ला होइन पदक पाउँला भनेर आश गरिरहेका छौँ तर स्टिल राज्यले लगानी गर्यो विच गुड एसियन गेममा पनि हामी अझै पनि ट्राई गरिरहेका छौँ सार्कमा पनि गर्छौँ तर सार्कमा एउटा पदक पाएको चाहिँ खेलाडीहरूलाई सरकारले जसले चाहिँ एयरपोर्टमा वेलकम गरेर चाहिँ पञ्चकन्या लगेर चाहिँ फुलमाला लगाएर चाहिँ गर्छ नि सर प्रोग्राममा कुछ भेरी नाइस एकदम एप्रिसिएट राम्रो कुरा हो मैले जोड्न खोजेको कुरा चाहिँ के हो भने हामीले खेल्दै गर्छौँ नि तर हामीले राज्यले बुझाएको छैनौँ कि हामीले पर्यटन मतलब भइरहेछौँ हामी कहाँ अहिले करिबन 17 जना छ नेपालीहरू यो चाहिँ होल गिनिस बुकमा नाम दर्ज गर्न सक्नु छ उनीहरू गिनिस बुक रेकर्डर छ क्या गिनिस बुक रेकर्डर भनेको चाहिँ संसारको सबैभन्दा चाहिँ उच्च दर्जाको चाहिँ कीर्तिमानी चाहिँ कायम राख्नु सबल भए व्यक्ति अनि तिनीहरूलाई हाम्रो राज्यले चिनाएको छैन क्या अहिले हामी मन्त्रालयमा त्यो फलो गरिरहेको छौँ उनीहरूलाई हामी चाहिँ राज्यले पनि त्यसलाई चाहिँ रेकगनाइज गरोस् भन्न चाहन्छौँ तर एट द सेम टाइम राजु दाइले भन्नु कुरा यसपालि हाम्रो फुटबलमा पनि उहाँहरूलाई बोलाएर हामी चाहिँ पुरस्कार उहाँहरूको हातबाट प्रदान गराउनु पनि काम पाउँछौँ त्यो एउटा सुझाव हामी लिन्छौँ एकदम थ्याङ्क यू राजु दाइ एउटा कुरा चाहिँ अब विगतमा भएको कमी कमजोर त डेफिनेटली हामीले खेलाउनै पर्छ हामीले ठनिसकका साथीहरूसँग हामी चाहिँ विभिन्न एङ्गलबाट उहाँसँग सल्लाह गरेर सजिलो गरेर उहाँले बुझेको कुराहरूलाई हामी चाहिँ लिन्छौँ त्यो लिएन भन्दा हामी अगाडि बढ्नै सक्दै सक्दैनौँ र अब आगामी महिना चाहिँ टिमलाई पनि हामीले यसपालि भाग गरेर फेरि उहाँसँग सेयर गर्छौँ एवं रूपमा यस फुटबलको हामी विकास गर्दै जान्छौँ र विदेशमा रहेको खेलाडीहरू भयो त्यो पनि एकदम राम्रो कुरा हो हामीले सोचेको थिएनौँ दाइ त्यही त यस्तो ठाउँमा आएर हामी तपाईँहरूबाट यति कुरा सिक्न पाउँछौँ क्या त्यो जुन कुरा हामी चाहिँ एकदम एप्रिसिएट गर्छौँ त्यसको लागि पनि हामी प्रयास गर्छौँ दाइ यो साल हुनु सक्दैन यो सर्ट टाइम चाहिँ अब हामी चाहिँ निकट 8-10 दिनमा नै हामी कार्यक्रम सुरु गर्दैछौँ तर आगामी सालबाट चाहिँ हामी यो तपाईँको सुझावलाई हामी डेफिनेटली हामी चाहिँ कन्भे गर्छौँ थ्याङ्क यू